ल हाई गाइज हामी मर्निङ वाक आएको त हेर्नुहोस् न यहाँ हाँस त मजासँग पौडी खेल्न आएको छ नि कस्तो राम्रो ल रमाइलो लाग्यो त सियारिया यता हेर्नुहोस् त हाई सिया सिया कस्तो लाग्यो छोराले मर्निङ वाक बच्चालाई हाँस देखेर रमाइलो भइरहेछ ल यता हेर ओइ चाकुली ल कसरी पौडी खेला हेर्नुहोस् सर कति धेरै कि है लान्छ घर मारिहाल्छ नि सर ल हाई सियारे यिनीहरूलाई छोडेर जाउँ न यिनीहरूलाई छोडेर जाउँ सियालाई गाउनै आएन रहेछ र कि टिकटक बनाउनु आएको ल भन ल हामी मर्निङ वाक हिँड्दैछौँ है मर्निङ वाकको पनि आउनु पर्यो नि त होइन र यस्तो रमाइलो छ डाँडा हेर्नुहोस् त गाइस बाटो कस्तो सफा क्लियर छ हामी अब आइपुग्नु आँट्यो डाँडा हेर्नुहोस् कति रमाइलो हाई सूर्या सूर्या रिया हाई कहाँ गर्नु भएको बेबी नो 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 ए हजुर यहाँ खेल्न आउनु भएको ए गुड 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 खै हेरौँ 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 कस्तो छ कुरो भने हेर्नु त ल सिएन टिप्दै हो र ए प्यारा तपाईँकोमा त लाग्दैन रहेछ लाग्दैन पाइसक्यो ल आउनुहोस् आउनुहोस् सियाल देखेन यस्तो होइन नि यस्तो गर्ने यसरी ए बच्चाहरूलाई कुरो चाहिएछ अरे के गर्नु चिया बसाउनुहोस् न यसरी यहाँ समाउनुहोस् न ल किन टोपी चाहिएन ल ल हिँड्नुहोस् हिँड्नुहोस् बिस्तारै जानुहोस् न बच्चाको सरप्राइज हेर्नुहोस् है यहाँ उनीहरूले के गर्दैछ एक्सर्साइज गर्दैछ एक्सर्साइज ल हेर्नुहोस् त बच्चाको रमिता हल्का रमाइलो हल्का रमाइलो
रमाइलो भयो यता आउनुहोस् न बेबी अरू उता निकालिन्छ हेर्नुहोस् न खै त हेरौँ ए हो त रहेछ त उता पर्ख निकालिनु छैन ल अब कहाँ आइपुग्यो हो स्यारिया हो त रिहो रमाइलो भयो मजा आयो ए हो र को केलाउँदै थियो एउटी ल आउनुहोस् ल हामी भद्रकाली मन्दिर आइपुग्यौँ बच्चालाई हल्का रमाइलो गरेर भद्रकाली मन्दिरसम्म ल्याइरहेका छौँ फुल कति राम्रो फुलेको त्यहाँ हेर्नु म झिकिदिइहाल्छु नि हेर्नुहोस् न ल उनीहरू छिर्सक्यो ओइ उनीहरूले बाटो देखाएर छ बरु हामी भन्न च्याम्पियन रहेछ त ऊ यहाँ डुलो रहेछ त हाई रिउसिया बच्चाहरू पो च्याम्पियन बाठा रहेछन् त खोइ ल हामी पनि छिर्यौँ भद्रकाली मन्दिरको चौरमा यहाँ खेल्ने ठाउँ रहेछ खोइ कता पुग्यो बजार हाई रियासिया मजा आयो यता नि भनेको छ यता आउनुहोस् न त्यहाँ चिसो छैन नि यहाँ त देख्नुभयो यहाँ त भर्याङ छ ऊ मन्दिर तिन दिनु न ए त्यो त पत्ता लगाउन सकिहाल्छ इजी हो इजी कोही एक्सर्साइज हुँदैछ कोही चाहिँ दौडेर कहाँ पुगिसक्यो ल हिँड्दै गर्नुहोस् हिँड्नुहोस् न आइहाल्छु नि ठक्कर लाग्यो हो कता हो हाई कुन टेम्पलहरू छ र बेबी भद्रकाली मन्दिर हामी भद्रकाली मन्दिर आइपुग्यौँ हाई यहाँ मन्दिरबाट आवाज आएको हो है भद्रकाली मन्दिर यता हो है हामी मन्दिर जाँदैछौँ हिँड्नुहोस् न किन
ल दियो बानी लैको ल्याउनुहोस् न यहाँलाई एउटा डिउ ल्याइदियो त है यहाँ चाहिँ भद्रकाली मन्दिर हो हाम्रो भगवान् हो यता राम्रो के वर माग्नुहुन्छ भगवान्सँग जुत्ता लगाइदिनु पर्ने हजुरलाई ए होइ ल हेर्नुहोस् है त यहाँ रिहानालाई जुत्ता लगाइदिनु पर्ने छ लाउनुहोस् जुत्ता लगाइसक्नु भयो यता हेर्नुहोस् यहाँबाट के देखिन्छ खोला ओहो हो खोला त जान मिल्दैन क्या ए खोला त यता भित्र सरेछु भने यिनीहरूलाई खोला जाने भयो ऊ यता जाने त कता यता एउटा खै के मन्दिर छ त हामी अस्ति नि ऊ उतापट्टि जाउँ ल जाउँ यताबाट हो त राम्रोसँग ल है हाम्रो भद्रकाली मन्दिरलाई एक राउन्ड घुमेर दर्शन गर्दैछौँ सिया यता है भद्रकाली मन्दिरको दर्शन दर्शन गर्नुभयो त्यो मन्दिरमा छोड्दा हुन्थ्यो
बेहुलीलाई फोकस गर्नु ल हाई बेहुली ओहो राम्रै राम्रै ओहो नि त पञ्चकन्या हुनु पनि 2 कन्या रहेछ अर्को पनि भेट्या हुन्छ अलि भेट्छ उतै भेट्छ कसो र ल हामी अर्को मन्दिर जाँदैछौँ त्यहाँ पनि टेम्पो छ नि कस्तो राम्रो हेर डाँडा डाँडा कति रमाइलो ल हिँड्दै यो पनि पुल हो नि हेर्नुहोस् त ल पुल नाटक गर्छ सिया फेरि ल यता हेर्दै हिँड्नुहोस् ल सिया बेहुली हो अनि झन् त्यो अगाडि गर्छ बेहुली पछाडि आउने हो नि है सिया ल है यहाँ त डाँडा काँडा यस्तो छ रमाइलो ठाउँ छ सिया बिस्तारै हेर्छ र रियाना यिनीहरूलाई हाँस्छ मात्र लैजाऊ बिस्तारै हेर्छ र के भएछ र के भनेको ल है गाइज खोला हेर्नुहोस् त है सरर कञ्चन खोला कति राम्रो खोला छ अब यता शिव मन्दिर पनि छ कि शिव मन्दिर यहाँ हामी शिव मन्दिर जाँदैछौँ खोलाको आवाज पनि आइरहेको छ खोला बजारु मासु पुगिसक्यो मन्दिर आइपुग्यो शिव भगवानको लिङ्ग हाई गाइस खोला हेर्नुहोस् झरना सरर बगेको झरना छ यिनीहरू आयो त है कता नाना भित्र नि छ र मिल्दैन खानु मिल्दैन त भिसे सिधा हो माथि खानु मिल्दैन क्या हनुमान जी हेर्नुहोस् हनुमान जी हनुमान जी की जय जन्म तपाईँको खिदिन्छ हुन्न छ र सिन्दुर
ओइ कहाँ जुत्ता खाने यस्तो चिसोमा रिहा यस्तो छेउछेउमा त हिँड न ओ त्यहाँ चिप्ले ल बच्चाहरू झरनामा रमाउँदै सँगै क्या नानी हात सँगै जोडेर माछा मारा होला त्यसको लुगा तल झऱ्यो रिहु मुख धुनी हो दौ दौ भने अब फेरि अर्को लाउनु अलि मजाले धौ न टिका जाने गरेर खोइ त्यो जाने यसलाई धोइदिनु त राम्ररी
बच्चाहरूलाई खोलामा खेल्न पाए जान खोज्दैन पानी कस्तो मजा होला हात समातेर जाऊ न श्रिया त डराउँदैन ल यता आऊ यता यिनीहरू खेल्दैन कम्मर हल्लाउ भने श्रिया नाच न यस्तो गर्नुहोस् न यस्तो गर्नुहोस् न यस्तो देवी यस्तो गर्नु न पानी पानी खेल्नु उयो बसेर पानी खेल्नलाई आमा जस्तो उता बसेर के अब जम्दा उयो घर जम्दा भाइ सिरियल त पानी खेलेर गर्दो रहेछ चाहिँ लड्ने होला भयो भने के आउनुहोस् त्यता त चिप्लिन्छ है त्यता त हेर हरियो हरियो ल्याउ लाग्यो अब खेल्नु पुग्यो हो सिया ओइ दिदी बहिनी यतिकै हेर त दिदीको पनि हेर यो चाहिँ मेरो फेभरेट भगवान हो पानी हेर त सियाले त कता कता हेरे सिया त हेर्नुस् न यता हेर भन्छु कहाँ हेर्छ ए गाई छ अब श्रिया पानीमा भिज्यो अलिकति म दिन्छु यसो बाउलाई किरा गर्दै भन्नुपर्छ ल हेर्नुहोस् है हेर सिया हाई बेबी मजा आइरहेछ नि सिया यिनीहरू बोल्दैन बोले यिनीहरू सुरुवाल खोल्दैन ज्याकेट यस्तो बाँध्दैन आमा नि हुँदैन झन् लाग्छ घरमा आउनुहोस् यसलाई कहाँ लानुपर्छ बिजोग भयो बिजोग अझ अब त हेर्नु
ल भयो आउनुहोस् लडेर पनि आज नउठेर पुलुक्कै अझ नाचेर पुलुक्क उठेर हेरेको छु नि